गर्नुहोस्, यस्तो चोर खाने ठाउँ छैन, मोबाइल नचलाउनुहोस् भनेर एउटा वर्कसप सेफ्टी बारे पनि तपाईँलाई जानकारी दिन्छ है। त्यति दिइसकेपछि हाम्रो टाइम एकदमै कम छ। त्यति दिइसकेपछि तपाईँ के छ भने यी तीनटा कुराहरू छन् हो, यो तीनटा कुरा त बुझ्नुहुन्छ नि तपाईँहरूले के भन्छ होला स्काफोल्डिङ ट्याग होइन, ट्याग भन्छ नि वर्क पर्मिट ट्याग हो। अब यसलाई कसरी बुझ्नुहुन्छ भने स्काफोल्डिङ ट्याग 3 प्रकारको छ हो कि नै। के छ भन्नुहुन्छ भने एउटा पर्सनल सेफ्टी, के अरे पर्सनल सेफ्टी हुन्छ, रेड भयो डेन्जर हुन्छ नि त होइन हेर्नु, त्यो रेड भनेको काम गर्दै गर्दा भिन्नाइएको हुन्छ, स्काफोल्डरले मात्रै प्रयोग गर्न मिल्ने भन्छ, काम गर्न मिल्ने भन्छ। त्यो रातो ट्याग है, त्यो ट्राफिक सिग्नललाई बुझ्नुहोस्, त्योमा काम गर्न खतरा, मेसन आएर कार्पेन्टर आएर काम गर्न सक्दैन, मात्र स्काफोल्डरले काम गर्न सक्छ है। त्यसपछि काम सम्पन्न भइसकेपछि तपाईँले येल्लो कलरको हो चेक भएपछि हो, यो चाहिँ इन्सपेक्टरले चेक गरेपछि मात्र यो लाग्ने जस्तो ग्रिन ट्याग। एबार तपाईले कन्फर्म के हुनु पर्यो भने ट्याग 3टा छ, एउटा रेड, एउटा येल्लो, एउटा ग्रिन। यति कम्प्लिट भइसक्यो। यसको नाम के हो भने कसरी के हुन्छ स्प्लिट लेभल। अस्ति पनि भनेको मैले 90 डिग्री नाप्छ स्ट्यान्डर्ड मोड छ 90 डिग्री, एउटा 180 डिग्री नाप्छ जो तेस्रो होरिजेन्टल, भर्टिकल होरिजेन्टल है, यो चाहिँ स्प्लिट लेभल। यसको नाम के हो स्पानर। यसको नाम एकुरेट भन्यो भने बक्स स्पानर भन्छ, क्याल भने ऱ्याचिट भन्छ स्पानर। यसले के गर्छ लेजर ट्रान्सफरलाई नाप्न पनि हो, यसको हाइट पनि नाप्न मिल्यो हो, त्यो कुरा तपाईँले बुझ्नु। यसलाई के भन्छ यसलाई कम्बिनेसन स्पानर भन्छ, नेपालीमा रेन्ची हो। कम्बिनेसन भनेको रिङ स्पानर पनि छ ओपन पनि छ, दुईटै काम गर्छ, ओपन पनि भयो रिङ पनि भयो। यो चाहिँ ओपन स्पानर। यसको साइज हेर्नुहुन्छ नि यहाँ लेखाएको है, कन्फ्युज नहुनु। यो मेजरिङ टेप हो, यसको नाम मेजरिङ टेप, मिलिमिटर सेन्टिमिटर मिटर केही नाप्न पर्यो चौकोसरो भने यसको काम प्रयोग गरिन्छ है। त्यसपछि यसको के होला त यो, यसलाई के भन्छ, यसलाई बेस ज्याक होइन, बेस प्लेट जस्तै हो, यसले तलमाथि पार्न सकिन्छ। अनि यसको बेस प्लेट है, बेस प्लेट भन्छ। तल गएर त यसको मुनि के हुन्छ सोलबोर्ड, सोलबोर्ड हुन्छ। अनि त्यसपछि यो कुन क्ल्याम्प हो डबल क्ल्याम्प, डबल क्ल्याम्प। यो चाहिँ राइट एङ्गल क्ल्याम्प पनि भन्छ। चालु क्ल्याम्प भनेको चाहिँ यो छ, यो चाहिँ फिक्स क्ल्याम्प, फिक्स पनि भन्न मिल्यो, डबल पनि भन्न मिल्यो, 90 डिग्रीको पनि भन्न मिल्यो होइन। यसले यसलाई फिक्स क्ल्याम्प भनेर बुझ्नु, डबल डबल क्ल्याम्प भनेको फिक्स भने भयो। यसमा स्वेभल चालु क्ल्याम्प हुन्छ नि, चालु हेर्नु के फरक छ, यो घुम्दैन, यो जति डिग्रीमा पनि घुमाउनु सक्छ। यो 90 डिग्री मात्रै काम लाग्छ, यो 35 डिग्री 45 डिग्री 55 डिग्री जतिमा पनि हामीले फिक्स गर्न सक्छौँ, नझुकिनु होला है। अनि तपाईँहरू धेरै जस्तो झुकेको मैले कहाँ देखेँ भने यसलाई जहिले पनि यस्तो नबनाउनुहोस् क्या, यसरी पाइपको बोर्ड यसले बढी दिन लाग्यो, यो नटले बढी दिएला, यसले दिन्छ नि, यसरी सम्झिनुहोस् क्या दिमाग है। लोड यसमा पऱ्यो भने चाहिँ लोड भयो त, यसले नट त भाँचिन पनि सक्छ, लोड धेरै भयो भन्ने। अनि यो बिम क्ल्याम्प हेर्नु, यसमा बिममा टाइट गरेर मुनि बिम हुन्छ, आई बिम एस बिम, मुनि यसरी टाइट गरेर मुनिबाट के आउँछ ट्रान्जम लेजरहरू आउँछ, टिबहरू आउँछ उताबाट है। त्यो बिममा मैले विदेश गएर देख्नुहुन्छ। यो बोल्ट क्ल्याम्प भन्दाखेरि यो सिङ्गल कपलर हुन्छ, मुटलक सिङ्गल, एउटा मात्रै पाइपलाई फिक्स गर्नु पऱ्यो टिपलाई भने यो बोल्ट क्ल्याम्प यस्तो हुन्छ। यो पनि युज हुन्छ बोटमा, नहुने होइन, तर यो सिङ्गलमा हुन्छ, यो चाहिँ डबल काम गर्यो नि त है। यसलाई बोल्ट क्ल्याम्प, यसलाई सिङ्गल क्ल्याम्प। अनि यो जोइन्ट पिन पनि भनेको जोइन्ट बक्स, जोइन्ट बक्स एउटा टिप सक्यो अर्को टिप जोड्न पऱ्यो भने हामीले के भन्छ जोइन्ट बक्स प्रयोग गरिन्छ है। यति कुरा चाहिँ याद गर्नु होला, ठिकै छ, याद गर्नु पनि ठिकै छ। अहिले एकजनाले भन्नुहोस् को आउँछ के आउँछ आउँदैन। यदि हामीसँग टाइम कम छ, यदि म भन्दैन, म भिडियो हेर्छु, भिडियोबाट पनि म बुझ्न सक्छु, फोटो खिच्छु, फोटो खिचेर पनि म भन्न सक्छु भन्नुहुन्छ भने तपाईँहरू यो टावरलाई हामीले चाहिँ डिस्मेन्टल गर्ने भन्छ, के भन्छ डिस्मेन्टल। एकदम ख्याल गर्नुपर्छ है, राम्रो राम्रो मान्छे मात्रै जानुहोस् माथि, तल अरू साथीहरूले चाहिँ साइड लाउनुहोस् सामानहरू है। यसलाई हामीले डिस्मेन्टल गर्छौँ। विदेशमा स्काफोल्डिङ बनाउने मात्र होइन, स्काफोल्डिङको काम के हो भत्काउने पनि काम, डिस्मेन्टल गर्ने पनि हो। त्यो एकदम बनाउने भन्दा बढी संयमित भत्काउँदा हुनु पऱ्यो। तपाईँले माथिबाट सुरु गर्नुहोस्, बिम ल्याडरबाट है, पन्चिङहरूबाट सुरु गर्नुहोस्, छुट्याएर राख्नुहोस्। आज यत्रै 2टा टावर बनाउँछ हामीले, यो 2टा टावर कम्प्लिट गर्नुभयो भने मात्रै हामी जान्छौँ, यसलाई फेरि डिस्मेन्टल गरेर जान्छौँ है। तपाईँलाई कति बेलासम्म मन लाग्छ, एकदम मन लगाएर